साथीहरु सम्पूर्णमा नमस्कार। म शिव कुमार राईको तर्फबाट। साथीहरु अब हामी चाहिँ बेलबारीको साकेलामा जानको लागि तयारी भयौं। साथीहरु अहिले हामी चाहिँ बेलबारी नगरको साकेला थानमा पुगिसकेको छौं र साकेला थानमा गएर नाच्छुङद्वारा चाहिँ आशीर्वाद लिइरहेको यहाँहरुले देखिराख्नु भएको छ र यहाँनेरि चाहिँ सबैभन्दा पहिला नाच्छुङद्वारा चाहिँ आशीर्वाद लिएर फेरि हामी यो साकेलाको चाहिँ नृत्यको लागि हामी हेर्नुको लागि जाने छौं। त्यहाँ गएर तपाईहरुलाई म त्यहाँको दृश्य पनि किरात राई यायोखा बेलबारी नगर कार्य समितिको आयोजनामा चाहिँ एलोदोङ 5085 र विक्रम सम्वत 2082 सालको किराँतीहरूको महान चाड उभौली पर्वको अवसरमा चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ सम्मान कार्यक्रम गर्नु भएकोमा यसमा चाहिँ हाम्रो आमाजीलाई पनि चाहिँ ज्येष्ठ नागरिकताको चाहिँ सम्मान गर्नु राख्नु भएको छ र किरात राई यायोखा बेलबारी नगर कार्य समितिलाई चाहिँ हाम्रो तर्फ र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु। यसैगरी चाहिँ यो सम्मान कार्यक्रम यस कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरका पिता दिलप्रसाद राई रहनु भएको छ भने विशिष्ट अतिथिमा किरात राई यायोखा केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष तिलक याम्फु राई रहनु भएको छ र यस प्रतिस्पर्धामा भनेदै धरान 15 चाहिँ प्रथम रहेको यहाँहरुमा जानकारी गराउँदै र यो प्रथम विजेताको चाहिँ नृत्य पनि यहाँनेरि हेरिराख्नु भएको छ। आजको दिनमा हजुरहरूको यस स्थानमा आएर हामीले आफ्नो साकेलासी प्रदर्शन गर्ने क्रममा छौँ र हामीले हाम्रो धरान 15लाई प्रतिनिधित्व गरिरहेका छौँ र अहिले हजुरहरूको यस स्थानमा हाम्रो पहिलो पटक भएकोले हजुरहरूको स्थानमा पहिलो अनुभव हुनेछ र आगामी दिनहरूमा हामी अझै पनि हजुरहरूको स्थानमा आएर धरान 15 प्रथम भएर भने त्यो बोक्ने भएको खुकुरीले काट्ने हो। हजुर पहिलो स्थान प्राप्त गर्न सफल हुनु भएको छ किरात राई यायोखा वडा कार्य समिति धरान 15। धन्यवाद। धरान 15 का प्रमुख तथा प्रतिनिधि हुनुहुन्छ भने कृपया यस मञ्चमा आइदिनु हुन हार्दिक अनुरोध गर्दै। साथीहरु मेरो ब्लगलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। फेरि नेक्स्ट भिडियोमा भेटौँला। हस्त बाइ बाइ।